बाजे नमस्कार। नमस्कार। आज चाहिँ म बाजेसँग सानो अन्तर्वार्ता लिँदैछु। अब बाजेले त करिब 90 वर्ष नि नाङ्न आँटिसक्यो होला होइन? अब यो सालदेखि काटिन्छ। अब काटिन्छ? ए 90 काटिन्छ। 90 काटिन्छ नि। हामीलाई खेलाएर हुर्काएर हामी बाजे सँगसँगै हुन आँटिसक्यो। अब बाजे त्यस्तै छ। अहिले बिहानभरि काम गरेर आउनुभएको अरे बाजे त बाहिर। बाजे जस्तो लामो आयो चाहिँ छैन होला हामीसँग होइन? बाजेले चाहिँ के लामो त के अब म यस्तो भयो म भन्दा अझै 3 डबल लामो भएर बस्नुपर्छ नि। म त बुद्ध भगवान भन्दा पनि साह्रै बस्ने नि। अब बस्नुपर्छ बाजे। हाम्रो एउटा ऐतिहासिक हो नि त। हामीलाई हिँडाउने डुलाउने बोल्नु सिकाउने बाजे हुनुहुन्छ। अब उत्पत्तिमै अब हामी चाहिँ अब उत्पत्तिकै साथै भनौँ भन्दा भगवानै भएर आएको हो। भगवानै हुनुपर्छ हामी। भगवान जस्तै धेरै चिरञ्जीवी भएर बस्नुपर्छ। कहिले बुढा भएर नजाने केटा भएर पनि ठिक्कमा बस्ने हो। त्यस्तै उमेर भएर बस्नुपर्छ। कहीँ केही गर्नु हुँदैन। त्यो फोहोर मैला केही थोक नगर्नु, अर्कालाई नराम्रो नभन्नु, घिन नगर्नु, त्यस्तो फोहोर काम नगर्नु कहिल्यै। अनि अर्कालाई केही भिन्दो बिरुन्छ भनेर चाहिँ केही नबिराउनु नभन्नु। अब लुते कुकुर आयो भने नि त्यसलाई खाना दिनु। के गर्दा हुन्छ त्यसलाई खाना दिँदाखेरि राम्रो हुन्छ कि के गरेर त्यसको उपाय जरा गर्नुपर्छ। दुःख पाएको मान्छेहरू कोही आउँछ त्यसलाई पनि राम्रो जरा गरेर खानापिना गरेर लाउनु खानु दिएर बसाउँदा हुन्छ भने राख्नु। अब सुत्नु बस्नु दिनु खानु पिनु दिनु राम्रो गर्नु त्यति हो कुरा। त्यही त अब मनुष्यको चोला हुनु नै अब अरूको उपकार गर्नु। आफूले आफ्नो आफन्तलाई कसो गर्दा के गर्दा हुन्छ त्यो सोच्ने मनुष्यको भएपछि सोच्ने शक्ति हुन्छ नि त। उहाँ बेलुकाइ आइपुग्यो उहाँ बस्यो कुकुरहरू डुलिन्छ। त्यो कुकुरहरूलाई पनि लगेर एक छाक भात त खानिन्थ्यो मैले उहाँ हुँदा। भात खानिन्थ्यो तर के खाएपछि अगाएर हिँडिहाल्थ्यो कुकुर त बस्दैन पो। अन्त त्यसो गर्थ्यो। अनि त्यो कहाँ बाटोमा भेटेर मलाई पछ्याउँदै जान्नेलाई दियो खाना अनि गयो। अनि एउटा लाटा त्यो के अरे पाडुङेको हो कि कहाँको लाटा रहेछ। त्यो लाटा पनि हात लाउँदै हिँड्दो रहेछ। त्यो के खानु कसैले दियो भने खाएन। त्यो लाटालाई पनि मलाई पछ्याएर गएर त्यसलाई नि एक छाक खानु दियो सबै। उसले एक पेट भरि खाएर फेरि नाच्दै हेरिगयो त्यो लाटा त। बस्दो रहेछ त्यो डुलेको जस्तो त्यो लाटा त। झन् खानु अगाएपछि झन् नाच्दै अब उसको भोक मेटेपछि रमाउँदै हिँड्ने। अनि अहिले बेलायीमा नि बाजे बेलायी होस् पथरीमा होस् कुकुरहरूले नि अहिले चाहिँ धेरै परिवर्तन आएको रहेछ बाजे। बिस्कुट खानु पाउँदो रहेछ कि। अन्त मान्छेहरू अलि किनेर दिने खालको मान्छे पुरै चिन्दो रहेछ कुकुरले। अनि उसको पछि लाग्यो। अनि त्यहाँ कहाँ दोकान छ दोकानको अगाडि बस्यो। अनि बिस्कुट दियो भने मजाले खाँदो रहेछ। हामी चाहिँ आज बाजेसँग म यसो कुकुर होतै अनि त्यो हाम्रो एउटा मधुमालाको पोजी गुरुङ थियो नि त तल दोकान
बेलायमा बेलाय 1 मा ए हैन 1 मा कि 2 मा 2 मा होला माथि 2 मा दोकान दोकान पर मधुमालाको पोजु एउटा दोकानै थियो त पुचारमा त्यो 2 मा दोकान पुचारमा थियो नि ठुलो दोकान थियो नि त्यसको लुगा दोकान सबै होटेल खानापिना भएको सबै ठाउँ दोकान ठुलो थियो नि त्यसको त्यो उही गाउँलेको बाजेको नाम लक्ष्मण के भन्नु लक्ष्मण र त्यसरी हाम्रो बाजेको नि लक्ष्मणै पहिला चाहिँ पोजु नै उत्पत्ति भएको है त्यो पोजु चाहिँ किनभने आमा दुईजिउको रहेछ अरे कस्तो भयो भने त्यति पोजी त कति थियो अरे नि फेवातालमा त्यस्तो थियो अरे कि पहिला फेवातालकै कुरा आउँदछ है फेवातालमा त्यस्तो ठुलो 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 पोजीको आउँथ्यो अरे भगवान्ले बनाएको दिया गरे अनि किनभने अब पृथ्वी बनाइदियो भगवान्ले बनाउँदा अब सबै पृथ्वी भयो रुखपात बनाइदियो पानी जल बनाइदियो सबै थोक बनाइदियो अब यो मा के बनाउनु अब यसमा हिँड्ने डुल्ने खाने त चाहियो त अब के बनाउनु भन्दा उनीहरू भगवान सल्लाह गर्यो होला मनुष्य बनाउनु पर्छ भनेर भनिदिएछ अब उनले भने नि अब उही भगवान बात मारेर अन्त पहिले भगवानको पालामा अनि मनुष्य बनाए अनि मनुष्य बनाउँदाखेरि अनि त्यसरी अब लट्टा भएको जन्मेछ जन्मेकै उत्पत्ति गराइदियो भगवान्ले अब एउटा मान्छे अब पहिला त ठुलो गाउँ भएर थियो सबै त्यो पोजी गाउँ नै फेवातालमा चाहिँ त्यस्तो भएको अरे अन्त त्यस्तो हुँदा अब यो मान्छे त यत्रो उत्पत्ति गराइदियो मैले यत्रो संसार बनाइदियो अब यिनीहरूले मलाई चिन्दैन भनेर थोत्ते लाम जसरी सत्य ढङ्गा लुगा लाएर भगवान आएका अरे अनि चिम्टा टेकेर सट भन्दै अब दैलामा चिम्टा गाल्दै आएका अरे भगवान माग्दै आएका अरे भिक्षे माई भनेर अन्त कहाँको थाङ्ने माग्ने आयो भन्छ अरे खेदेको माथि सिरान गाउँदेखिको खेदेको तल पोसार गाउँ पुग्छ अगाडि चाहिँ खालि त्यो धनुकाँड लिएर चाहिँ शिकार खेल्नु मात्रै हिँड्थ्यो अरे त्यो गाउँको मान्छे सबै त्यो उत्पत्तिको मान्छेहरू खालि धनुकाँड लियो शिकार खेल्नु हिँड्थ्यो अरे अन्त हाम्रो बाजेले अघि उत्पत्तिको बाजेले 3 तारिक शिकार खेलेर ल्याएर खासै त्यो भार चाहिँ सबैको थियो जस्तो च्याउ त्यो भारमा सिउरिने गरेको छ अरे त्यहाँ सिउरेर राखेको छ अरे त्यो धनुकाँड अनि भित्री फिराउँदै आउँदाखेरि त्यो लट्टा सरीको साधु आएर भित्र फिराउँदै अनि त्यसरी सट भनेर चाहिँ त्यो चिम्टा गाड्न आएर दाइरामा हतार हाम्रो बोजूले एक मुठी चामल र एउटा पैसा लगाएर खुट्टुक्कै झोलीमा हालिदियो अरे लु यत्रो संसार घुम्यो मैले गरेको सृष्टि हो अब कुनै मान्छे थिएन रहेछ अब तिमी मात्रै रहेछ मान्छे चाहिँ एउटा मान्छे त तिमी मात्रै जन्मे उत्पत्ति भएको रहेछ अब यहाँ नबस है तिमी यहाँ सबै डुबाउ हुन्छ तल हुन्छ तिमी निस्लेर हेरिजा भनेर भनेर त्यो साधुले हिँडिजा तिमी निस्लेर हिँडिजा नबस्नु यहाँ
यो सबै डुबाउ हुन्छ, यहाँ हुँदैन, नबस्नु, तिमीले अर्कै शिक्षा पाउँछ, अर्कै ठाउँमा पाउँछ भनेर सबै बताइदियो अरे। अन्त बाजे भर्खर सिकारबाट आएर सुतेको मात्रै छ। अन्त उठ साधु आएर नबस भन्दैछ, या त डुबाउ हुन्छ अरे, यहाँ त हुँदैन अरे, उठ जाउँ जानु भन्दैछ भनेर भनेको। त्यस्तो थाङ्ने माग्नेले भनेको कुरा नि पत्याउँछ, त्यस्तो नि हो भन्दै सुत्याएको गर्छ अरे। कति उठाएर मरे उठाएर भन्दै उठिन अरे। अनि त्यो बोजी चाहिँ फेरि डबलजीको थियो रहेछ अरे। अनि यसो हेरेर त्यही केही छैन, त्यही धनु दिनभरि बाजेले सिगार खेलाएर झन्डो त्यही टेकेर हिँडे अरे बिग्रेर। अब खडाङ र गुरुङ गरेर त पानी ढुङ्गोल खन्या जति पानी आउनु थाल्यो अरे। अनि त्यो ओइरिन थाल्यो अरे, यहाँ सबै डुबाउ हुन्छ, नबस्नु भनेको थियो अरे। अन्त आयो अरे पानी। अन्त भाग्दै 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 जान्दा जान्दा झन् गयो, झन् यति पानी आउँछ अरे, झन् गयो, झन् यति त्यसो गर्दै 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 बल्ल बल्ल पार भएर तरेर गएर माथि निस्क्यो अरे पार। अन्त त्यसो भएर निस्केपछि त्यो बोजी बाँच्यो, अरू त टाक्टुक डुबाउ भयो। त्यही त अहिले फेवाताल डुबाउ छ भने फेवाताल तालबार क्षेत्र भन्छ नि, त्यहाँ मन्दिर पनि छ। फेवाताल अहिले पनि डुबाउ त्यस्तै पोखरी नै छ अरे नि त। पोखरी नै छ। पोहोर हामी डुङ्गा तरेर तालबराईको मन्दिरको दर्शन गरेर नि आएको बाजे हामी। अन्त हो त्यस्तो हो, त्यही बेलाको बोजी हो त्यो। त्यो डुबाउ हुने बेलाको बोजी हो त्यो पहिलाको कुरा। अनि त्यो बोजीले त्यसरी भागेर 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 त्यो फेवाताल काटेर अर्को ठाउँमा पुग्दा चाहिँ अन्त पानी छोड्यो। छोडेर बस्दा अन्त अमला फेर्न बसेको थियो अरे। र जङ्गलमा गएर त्यो हाम्रो उत्पत्तिको बाजे त्यहीँ जन्मिएको अरे। ए पोजु बाजे त्यहीँ जन्मिएर अन्त जन्म्यो। अब केही छैन, जङ्गलमा जन्म्यो, न मान्छे छ न वरिपरि मान्छे छैन, सबै डुबो भएर सकिएर ल। अन्त त्यो अमला खेतमा त्यसरी नानी जन्म्यो। अनि त्यो नानी त जन्मिसक्दा सबै जन्मेछ नानी त, यताउता सबै जान्ने हिँड्ने भयो, जन्मिछ अरे। अनि त्यो नानीले पो आमा सुत्केरी भयो, अब केही गर्नु सक्दैन केही भनेर त्यसले पो जङ्गलको कन्तमलहरू झरेको गेडागुडीहरू ल्याइदिन्छ अरे, त्यही अमला दानाहरू ल्याइदिन्छ अरे। अनि त्यस्तै खाएर सुत्केरी उठ्नु पऱ्यो जङ्गलमा, त्यस्तै कन्तमल खाँदै बस्यो अरे। त्यस्तै भएर बसिरहेको थियो अरे। यो काली गण्डकी भन्ने ठाउँ, काली गण्डकी सेती गण्डकी भन्ने कुरा त सुनेको होला नि, देखेर नि आए बाजे। हो त्यो काली गण्डकीको हाम्रो माउली खाल, त्यहाँ काली गण्डकीबाट सिकार हेर्नु आएको हुँदा दुईजना नानी र आमा बसिआएका जङ्गलमा बिन्दरवनमा। केही छैन, उताउति अरे केही छैन, मान्छे पनि छैन, केही कुरो यसो छैन त। अन्त कहीँ घर कटेरा पनि छैन, केही छैन, बिन्दरवन जङ्गल फरासभित्र। अनि त्यो नानी र आमा मात्रै छ। अन्त त्यो काली गण्डकीको लेबोहरूले अनि लु हाम्रो घरमा जाउँ, तिमीहरूको केही रहेनछ, को कहाँबाट आएको को हो भने सोद्धा को हो, अब उताबाट ठाउँमा। अनि हाम्रो त सबै बिहाल भयो,
सबै डुबो भयो अनि छैन हाम्रो त कोही मान्छे आफ्नो छैन सबै डुबो भएर गयो भनेर भन्दा जाउँ अब हाम्रो घरमा हामी बसेका ठाउँमा जाउँ भनेर त्यो काली गण्डकीको लेबरहरूले ल्याएको छ अरे अनि ल्याइरहेछ अरे तिनीहरू त यता पोजिनी पोजुको खालसल दाम छैन छ अन्त बोजू चाहिँ अब कसको चेली थियो नि बाजे लेबरको चेली ए लेगाइकै चेली रहेछ ए लेगाइको चेली अनि पोजुको जान भएर अनि त्यसो भएर अब मेरो बोजूको सन्तान भनेर पोजु भने होला बोजूको सन्तान भनेर पोजु भने होला पहिला पोजु थरिरहेको होला गएर त्यही कालो सालले गएर पाल्यो अरे पालेर भोलिपछि त्यो अमलामा जन्मिएको नानी छोरालाई छोडिदियो अरे उनीहरूले नै लेगेकै छोरी लेगेको छोरी दिएर सम्झी बनाए सम्झी सम्झानी भयो भनेपछि लेगै र पोजु चाहिँ उत्पत्तिमै सम्धि रहेछ त्यसरी बनिएको रहेछ अन्त त्यसो भएर अनि छोरी दिएर ज्वाइँ बनायो त्यो उहाँ अमलामा जङ्गलमा जन्मिएको नानी ज्वाइँ बनाएर अन्त त्यहाँदेखि लेगैले छोडिदिएर अन्त पोजु र लेगै सरसम्धि भएको अरू उत्पत्तिमै हाम्रो चाहिँ पोकेखाललाई पनि त्यही लेगैले ल्याएको छोरीमा पोकेहरूलाई पनि लेगैले नै लेगैले दिएर चाहिँ पाखरी त्यो लडाइँ जितेर पाखरी बास पाथ्यो कि मेरो भेडा जितल चाहिँ भइयो भनेर पाखरी बास भन्ने त जग्गै थियो अरे नि एक खुवाइ ल्याएको अरे नि त पाखरी बास भन्ने जग्गा भनेपछि कोकेर पोजुलाई चाहिँ पहिल्यैदेखि लेगैले चेलीहरू दिने गरेर छ घोडेले पनि दिएको अरे लेगैले पनि त्यसो गरेर अन्त उत्पत्ति भएको रहेछ अनि तिमीदेखि त्यो लेगै र पोजु बेबारी चलेको अरे अनि कुटुम्ब भएको त्यति बेला त्यतिखेरदेखि उत्पत्तिदेखि अहिलेसम्म त्यही चलिरहेछ अब अर्को फेरेको छैन कुटुम्बमा हो नि हाम्रो मेरो बुढो माउली हो पाखरी बासेहरू उयो माइ छ त कार्लाइमा मेरो कुरा सुन न मैले कहाँबाट ल्यायो ए यो नक्कली फुल हो ए नक्कली फुल अनि त्यो उहिले कथा ट्याक्कै सुन्दैन हामीले त बुढाबुढीले त्यसो भनेको कुराहरू त के भन्यो भने सुनिरहेको कथा सुन्यो भने सुन्ने भन्नेलाई फुलको माला अरे सुन्नेलाई सुनको माला भन्छ नि कथा सुन्नु अरे नि त्यो त ऊ त यहाँ कथा भन्छ भागिहाल्छ जहिले आजबाट हिँडेको होइन साँच्चै भनेको त यसले त सुन्नु हुँदैन भागिहाल्छ बिचरा भ्याउँदैन नि त बाजे एउटा काम होस् कि नहोस् जति नै काम भयो नि के रहेछ त भने सुनेर हामी त बस्छ नि त बिचरा अनि कति धेरै छ नि उहाँ भाउजूलाई कराउनु हुँदैछ बाजेले पनि हामीले सुनिरहेछौँ मैले भिडियो पनि बनाइरहेको छु अब यो कथा चाहिँ बाजे सबैले सुन्छ नि फेरि टिभीमा आउँछ बाजे सुनेर यहाँको घरको चाहिँ सुन्नै हुँदैन हामी उहिलेदेखि नै कथा सुन्यो भने नि यस्तो रहेछ भनेर जानिन्छ नि त बाजे नि उहिले यस्तो थियो भनेर बुझिन्छ जानिन्छ हाम्रो कान्छा बाजेले कति कथा भन्नुहुन्थ्यो नि त महाभारतको उता के अरे रामायणको कथाहरू सानोदेखि सुनेको भएर होला अब अहिले पनि हामीलाई चासो कथा राम्रो भन्नुहुन्छ बाजेले उहिलेको कहानी
बाजेको घरमा नि त्यसो भएर चाहिँ हामी उत्पत्ति भएको हो अहिले आमा पनि यहाँ सुन्छ अब के गर्नु अहिलेसम्म नि अब पोजुको सन्तान जहीँ तहीँ छ संसारैभरि पोजु गाउँछ जुनै देशमा पनि पुगेको छ र यसो भएको अरे हाम्रो बाजेले असेर बाजेको हुनाले यस्तो भएको हाम्रो मेरो छोरा नाति चाहिँ डाँडा खोलाइ धाकोस् सारा संसारै धाकोस् कहीँ दुबो जस्तो फैलिरहन् कोला जस्तो गाँजिरहन् भनेर मेरो बाजेले अगाडिको हाम्रो उत्पत्तिको बाजेले देउताको पालाको बाजेले त्यसरी आशीर्वाद दिएको अरे त्यसरी संसार ढाकोस् सबै संसारै फिज्योस् मेरो छोरा नातिहरू त्यस्तो अरू जात जस्तो हराइ जाने तुमी जाने नहोस् संसारै ढाकहरू भनेर संसारै ढाक्ने त्यो हाम्रो बाजेले त्यसरी आशीर्वाद दिएकोले नपुगेको ठाउँ कहीँ पनि छैन सबैभन्दा सबै थरीको भेला भयो भने पोजु थरी चाहिँ धेरै नै हुन्छ जहीँ पनि अब जहीँ गएर पनि के थरी भन्यो भने पोजी नै भन्छ जहीँ जाँदा पनि के थरी भन्दा पोजी नै भन्छ र संसारै ढाकेको छ हाम्रो पोजी त्यो मुख गएर ढाकेको होइन अरू कति छ कति र हो त्यसरी अघि अब बाजेले उत्पत्तिमा आशीर्वाद दिएको भएकोले गर्दाखेरि गाली सराप दियो भने त्यसैले पिर्छ आशीर्वाद दियो भने त्यही फैलिएर राम्रो हुन्छ गाली सराप कहिले नगर्नु राम्रो आशीर्वाद दियो भने जस्तो भए पनि दुःख पानी सुख पानी जस्तो भए नि संसारै बसिदिएको इष्टमित्र आफ्नो शाखा सन्तान भन्दा राम्रो भयो नि त देशै उज्यालो भयो सबै संसारै उज्यालो भयो सबै अब आफ्नै आफ्नो भयो र हो त्यस्तो हो म त त्यही सम्झिन्छु त्यही भन्छु अहिलेका मान्छेलाई त्यो सम्झिँदैन कथा सुन्दैन क्या अहिले छिटो भाग्छ कथा भन्नु पर्यो भने ल भाइ भन्छु म त कथा पनि भन्दिनँ अब त्यस्तो ल बाजे अब हामी पनि फेरि बाजेलाई भेट्न आउँदै गर्छु आज त्यही त होइन घरमा अब काम हुन्छ नि त बाजे अनि त्यही त यसो काम फुर्सद भएर आउँछु नि बाजे ल हतार काम गरिसक्नु हेरिहाल्नु हेरिहाल्नुपर्छ ल बाजे बाई बाई अब ल हामी जान्छौँ अब सुनाए कुरा अब उहिलेको जस्तो त्यो देउताको पालाको जस्तो होइन अब कलिजुग भएको छ अहिले हेर म कति कुरो भने अलिकति सत्यले भेटेको हुनाले गर्दा अहिलेसम्म बसेर यतिको कथा भन्नु सक्दैछु म सक्दैछ अब कलिजुगको हो भने त यति बेला के भइसक्छ होला हो किनभने यो कलिजुग लाग्न आँट्यो भन्दा भनेको साल पाउने भएको थियो रहेछ म त्यति बेला भन्दा त्यो हो त्यो सम्झिँदाखेरि म चाहिँ उत्तर सत्यजुगकै थियो रहेछ पहिले त्यही सम्झिन तिमीहरूले छैन यता सुन् न अब कलिजुग लाग्न आँट्यो भनेर भनेको सुनेको मैले बुझेको त्यति बेला त्यो बुझ्ने भएको थियो रहेछ म त्यति बेला पहिला ए बाबा कलिजुग भन्ने कस्तो हुन्छ भनेर भनेको मैले अब कस्तो आउँछ कस्तो हुने रहेछ भनेर भने कलिजुग भन्दा देखिनु पायो कलिजुग त छैन त अन्त आउँदैन त अनि कलिजुग लाग्यो त भन्छ सबै त्यो ठुलो मान्छेहरूले सुनाइ कुरा राम्रोसँगले त्यो ठुलो मान्छेहरूले बात माग्छ कलिजुग लाग्यो भन्छ कहाँबाट लाग्यो कता लाग्यो भने खोज्छु म हेर्छु चाहिँ एकदिन
अन्त खै कलिजुग आउँछ भन्थ्यो आएन त कताबाट आउँछ भनेर भनेको हेर यस्तो पो छ त त्यो मान्छे त हिँडेर आउने त होइन त समय फर्केर आउने कुरा पो भनेको त भन्छ त्यति बेला पो कलिजुगको समय फर्केर आउँछ भनेको कुरा हो उता सत्यजुग छोडियो अब कलिजुग आउँछ भनेको पो त भन्छ त्यही भन्नु नि त मलाई त्यसो अब खोजिरहनु खोज्नु त पर्थेन नि बाजे होइन कलिजुग आउँछ आउँछ लाग्छ लाग्छ भन्छ अनि कहाँबाट आउँछ कता लाग्छ भन्दै पनि म त बाटो पो हेरिरहेको छ हिँड्दै हामी जस्तै हिँडेर आउँछ भनेर मैले भर परिआएको फेरि म चाहिँ त्यस्तो भर परिआएको अनि पछाडि खोजी हुँदा त खै कलिजुग आइदिउँ त अब आउँछ भन्थ्यो त भन्दा कलिजुग कहिले त्यत्रो आइसकेको छ कहिले अहिले खोज्छ भन्छ कहाँबाट आयो कता गयो खै भनेर सोद्धा त्यो मान्छे त हिँडेर आउने हो समय फर्किँदै पो त समय भन्छ न के हो समय भनेर फेरि अब कता आउँछ त्यो समय भन्दा यो समय गयो अर्को समय लाग्छ भनेर कुरा हो भने अस्ति भन्नु नि भनेर भन्नु जान्नु छैन के जान्नु त्यस्तो ज्ञान भएको थियो म अन्त के गर्दा होस् छैन अब त्यो क्या हो त्यस्तो अब साँच्चै नै मान्छे जस्तै हिँडेर आउँछ भनेको थियो नि त